आज हाम्रो कम्युनिटी भिजिट फर्स्ट डे हो अनि हाम्रो चाहिँ जर्नी चाहिँ सुरु भइसकेको छ अनि मसँग अनि हाम्रो पछाडि हुनुहुन्छ किरण एन्ड क्लिया अनि अरू साथीहरू पनि हुनुहुन्छ यो चाहिँ हाम्रो फर्स्ट ग्रुप हो हामी चाहिँ फर्स्ट र सेकेन्ड ग्रुप गरेर बिना दिदी अनि यो चाहिँ हाम्रो कलेज हो ला कलेज कसरी देखाउन ओके सो अब चाहिँ त्यही भएर भेट्यो होइन म बिचमा के छ देखाउन मिल्ने छ भने देखाउँछु अनि यहाँ चाहिँ अब्जेक्टिभ्स लेख्दैहरू हुन्छ मैले त लेखिसकेँ अब हाम्रो दिदीहरूलाई सोध्नु भएछ अब उहाँहरू कतिको एक्साइटेड हुन्छ कम्पिटिसन जान स्टार्टिङ अफ विथ मन्चा दिदी आर यु एक्साइटेड अनि के एक्सपेक्ट गर्नु भएको छ तपाईँले आज त कतिवटा घरहरू माई गड स्टेबल भइरहेन प्लिज बेयर विथ मी किनभने आई डोन्ट हेभ एनी ट्राइपड अनि बिना दिदीलाई यहाँबाट त्यहाँसम्म जाने चाहिँ मजा आउँछ गाइज हामी चाहिँ कुर्दैछौँ कस्तो खालको के म्यानेजमेन्ट के आयो म्यानेजमेन्ट के हो हामी यहाँ लाभारिस भएर बसिरहेको छौँ यसरी राम्रोहरू पनि हेर्नुहुन्छ यो चाहिँ हाम्रो वडा कार्यालय हो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो केलिया दिदी उहाँ किरण दिदी अस्मिता बहिनी अनि उतापट्टिको मालती साथी हो त्यो चाहिँ मालती साथी मधु दिदी हजुर हामी चाहिँ हाम्रो नामको मिनिङ चाहिँ के हो भनेर सोध्न लागिरहेको छौँ है हामीसँग हाम्रो क्लासमा चाहिँ दुईजना मान्छे हुनुहुन्छ उहाँहरूले चाहिँ अब उहाँलाई थाहा छ अरे मान्छेको मिनिङ के हो अर्को मान्छेलाई सोधौँ है त सोधौँ के भन्छ अरे तिम्रो नामको मिनिङ थाहा छ के हो बोलाउनु न यहाँ के हो विदुषी भनेर भन्छ के विदुषी विदुषी भनेको मानुषी विदुषी भन्ने वर्ड हुन्छ त्यो भनेको चाहिँ विद्वान भनेर भन्छ के ए हो र मैले तर अर्कै सुनेको थिएँ के सुन्नु मतलब डटर अफ वाइज किङ तर सेम जस्तो छ है उस गरेर हेर्नु विद्वान विदुषी भनेर आउँछ सेम है एटलिस्ट थाहा रहेछ दुईटै मान्छेलाई थाहा रहेछ मिनिङ द्याट्स इम्प्रेसिभ द्याट्स इम्प्रेसिभ अनस्योर मेरो चाहिँ गीता भनेको के हो इट्स द होली बुक अफ हिन्दूज द्याट्स वाट इट इज क्लिया तिम्रो मिनिङ के हो She doesn't want to share. I think she has very special. हाम्रो दिदीको चाहिँ मोइस्चर के अरे ह्यान्ड क्रिम सो क्युट 50-60 कति पर्छ ल यो स्पोन्सर चाहिँ होइन है गाइस तर निभिया यु क्यान स्पोन्सर हर गाइस हामी चाहिँ अब आफ्नो एरियामा जाँदैछौँ सबैजना जोडी मेरो जोडी सबैजना जोडी है गाइस यो दुईजना जोडी उहाँ दुईजना जोडी सबै जोडी दुईजना मन्सा जोडी हाई सुप्रिया सोधु जोडी यस्तो खतरा मान्छे अनि हाम्रो यो चाहिँ हाम्रो एरिया हो यता चाहिँ हामीले डाटा कलेक्ट गर्छौँ अब
अब हामी यो घरबाट चाहिँ सुरु गर्छौँ। यो एरिया चाहिँ हाम्रो एरिया परेको छ अनि साथीहरू चाहिँ उता गइसक्नु भएको छ। अब हामी यहाँ यो लास्ट घरबाट चाहिँ डाटा कलेक्सन सुरु गर्छौँ। उता पर त के अरे उयो पनि रहेछ कि खुला रहेछ खुला। र गाइस यता पनि एउटा घर रहेछ है, राम्रो छ। यहाँ त खोला रहेछ। मैले अघि नै देखाइसकेँ खोला। कस्तो राम्रो बारीहरू पनि रहेछ। खोलामा जाम कि क्या हो? ए यहाँ नि रहेछ एउटा घर त त्यहाँ, हेर्नु त अनि यो पनि गर्ने छैन नि यहाँ तलको पनि, दुईवटा घर एक्स्ट्रा हामीले। यो चाहिँ वडा नम्बर 17 हो। गाइस यहाँ चाहिँ कुम्दीकोट पनि देखिँदो रहेछ। यो घरमा जाने बाटो चाहिँ यस्तो रहेछ। आउँछु। गाइस हामी चाहिँ यहाँबाट अब फर्स्ट घर चाहिँ भ्याइएर, ओ माइ गड, फर्स्ट घर भ्याइएर कम्प्लिट भएर अब हामी फेरि नेक्स्ट घर जान लाग्यो। हामीको दिदी एकदम राम्रो हुनुहुँदो रहेछ। हामीले एकदम निकै बेर गफ गऱ्यौँ, डाटा कलेक्ट गऱ्यौँ अनि अब हामी जान लाग्यो। लेट्स गो। ल हामी कुन घर जाने? कति बज्यो? कति बज्यो? चाहिँ एउटा घर सकिसक्यो। अब 12:28 12:30 भएछ। 1 बजे चाहिँ हामी जानुपर्ने छ फेरि। 1 बजे आउँछ भने है बस। अब हामी अब नेक्स्ट एउटा घर जान्छौँ, बाँकी चाहिँ भोलि गरौँ है दिदी। ओके लेट्स गो। भल्ला भइयो एउटा। चाहिँ हाम्रो नेक्स्ट घर। हजुरको भिडियो खिच्न मिल्छ? होइन भिडियो चाहिँ नखिचौँ कि नखिच्नु होला। होइन नखिच्ने ल। खिच्दिनँ रहेछ उहाँको माथि खिच्छु कुरा गरेको। घरबाट सेकेन्ड घरबाट निस्किँदै छौँ। यो चाहिँ हाम्रो सेकेन्ड घर थियो। साथीहरू त्यहाँ हुनुहुँदो रहेछ। हामी आउँदैछौँ। अब हाम्रो टाइम सकिन लाग्यो। के त्यो यमी फुल वर्ल्डको जस्तै भयो त। यमी फुल वर्ल्ड। हेलो गर्ल्स। हामी चाहिँ यस्तो उकालो बाटो चढ्दैछौँ। बिना दिदीहरू बिचरा स्या भएर पिएनसी मदर सुन्तला खाँदै सुन्तला रमाइलो भइरहेको छ। सुन्तला खै सुन्तला खाइभएछ क्या? म मात्रै बाँकी छ। उकालो चढ्न भने चाहिँ यस्तै हुने तर पनि थके लागिसक्यो। हाम्रो जम्मा 2टा घरको केटीहरू दिदीहरूले 8वटा हाम्रो घर नि भ्याइदिनु भयो। हामीलाई हेल्प गर्नुहुन्छ, हामीलाई हेल्प गर्नुहुन्छ पछि गरिहाल्छौँ। अनि के भन्छ अरू के भन्न लाग्थेँ मैले? सेकेन्डवाला घर निन्द्रा पनि फर्स्टमा चाहिँ अलिकति सेकेन्ड घरमा चाहिँ फर्स्टमा चाहिँ अलिकति हिचकिचाउनु भएको थियो क्या। पछि त पालुम गाएर पालम हो कि पालुम हो कि पालम हो आई डोन्ट नो त्यस्तो गाएर है उहाँहरू चाहिँ एउटा गाएर सुनाइदिन्छ है। बदाम त बेच्यो सोलीमा माने त बस्यो भोलि माने वा म त क्या इम्प्रेस भएको केसमा त आया। भोलिपछि पालम गाउने हो नि त यसले नि। आया हात दुख्यो। के भन्छस् नि भन्छ हुनेवालालाई? के भन्छस् हुनेवालालाई? ल केही पनि भन्दैन। आई लभ यु भन्छ उडी उडी चुप्पा। साइकलवाला देखाइदिनु। त्यहाँ छ हाम्रो गाडी। हेर्नु कति सानो बोटा नि मुखमा फलेको है।
ए त्यहाँनिर छ त साथीहरू त बेला बेला खाजा खाने ठाउँ चाहिँ यो हो रे गाइस ल रोस्टी खाजा घरमा नि आउन हामी सक्छौँ रोस्ने खाजा घर इज देयर ए माथि माथि पनि जानु मिल्छ है दिदी हामी त्यो एउटा आमाको घर हो त्यो 5 तारिक घर चाहिँ एउटा आमाको घर हो रे त्यो ओ त्यहाँ हाम्रो पुम्दीकोट भित्र हल्ली हो गाइज बेयर विथ मी एकदम स्टडी छैन स्यासा भइरहेको हेलो दाई उहाँ चाहिँ हाम्रो ड्राइभर दाई थ्याङ्क यू वेलकम हाई दिदी कतिवटा घर भ्याउनु भयो हाई एभ्रिवान हेलो मैले 2टा तिमीहरूले एउटा भन्सादिसक्यो यस्तै हो पवित्रले आन्सर दिएको हो मन्साले होइन फर्किँदैछौँ आज चाहिँ अघि नै भन्छ कि तिमी कस्तो ग्लो गरिरहेको म चाहिँ कस्तो देखिरहेको यस्तो देख्यो के भन्छ अरे उयो भन्नुभएको थियो कि मैले हामी चाहिँ वडा कार्यालय अगाडि रोकिरहेको छौँ क्या अब के फर्मल कुराहरू नानीहरूको जन्म छ Guys, we are back. हामी चाहिँ क्यान्टिनमा छौँ अब हामी चाहिँ के अरे उयो खाना करेन्ट हल्ला छ गाइस हल्ला बिना दिदीको रिक्वेस्टमा उहाँहरूले चिया खान लाग्नु भयो अनि यसले चाहिँ मुख छोपेर बस्दा एकदम राम्रो देख्यो अरे त्यही भएर आँखा लाग्छ भनेर छोप्यो अनि हामीले चाहिँ करेन्ट खाएर करेन्टको खिच्नै बिर्सेछौँ करेन्ट खाएर नि चटपटे खाँदैछौँ गाइस खाँदैन कि म फेरि कलेज आइपुग्यौँ हामी त अब के गर्ने रे भन्नु न गाइस सुत्ने सुत्छ नि अब नेक्स्ट ग्रुप नआएसम्म हामी बस्ने रे यतिकै त्यही भएर अनि क्लासमा जाने रे ओ माई गड बाट आएर पनि को क्लास जान्छ यार हिजोकै ठाउँमा बसौँ न अब अरू ठाउँमा अब चौरमा बस्छ न रे सबै मारेको ठाउँमा बस्यो बस्छौँ है ओ बा कस्तो हिँड tasएको र अब एन्टी लाइट आयो घाम छेक्नु न थ्याङ्क यू उफ धेरै खायो बे ओके म मोटा हो नि त बे Day 3 of community visit. Day 2 मा चाहिँ हिजो हामीले खिच्न पाएर so sorry guys. गीत गाउँदैन नि यार ल सब हाम्रो राम्री राम्री मान्छेहरू टु मनी साज सबले डिमान्ड गरेको कि यहाँ मलाई मेरो जुत्ता देखाएको कि यिनीहरूलाई इट्स न्यू गाइज ब्रान्ड न्यू अनि यिनीहरू सबजनाले होइन यिनीहरू सबजनाले थियो अनि ए महेन्द्रपुरमा फालिदिएको रे 100 रुपियाँमा किनेको रे समथिङ समथिङ लुक एट द्याट सुज
यहाँबाट फर्क्यौ न लौ म त नदेखेको मैले देखेको तिमी तल गयो भनेर हेरेको जग्गा चाहिँ च्याउनी के अनि आउँदैन अनि इपिक वाला भयो थियो नि भिडियो नि को आएन अब हेलो हाई ग्रुप सबैभन्दा राम्रो मै हो है उल्टोबाट है उल्टोबाट एकदम तपाईँहरूले देखिसक्नु भयो होला सबसे यङ चाहिँ हो हेरी सबसे यङ चाहिँ हो सबसे यो त मै हो म सबसे यङ ऊ दुईजना भर्खरै 12 वर्ष यिनी दुईजना यस किरणहरु खै आहा हात दुख्यो हिजो बन्द भएको घरमा चाहिँ आज अलिक चिसो छ दिदीहरू यहाँ जानुहुन्छ होइन यताबाट जानुभयो हामी यताबाट जान्छौँ क्या अब किन नगाउने नि हामी सबै गएको किनले सुन्दा भने तिमी नाचेको यस्तो गरेको नि देखेको थिए वाट बिङ म्यान त्यस्तो भइरहेको बाई We are community partners. फेरि हामी दुईजना छुट्यौँ यतापट्टि होइन के मतलब उनीहरूसँग हामी दुईजना छुट्यौँ भनेको ए भगवान् यो चाहिँ हाम्रो हिजोको घरहरू हो सबै खाँदै आउनु पर्यो नि हाई गाइज वेलकम ब्याक डे आज डे कति हो ए आज हाम्रो डे कति हो आज हाम्रो डे 5th डे हो डे 5 अनि हामीसँग आज हुनुहुन्छ हाम्रो क्लिया एन्ड किरण हाम्रो चाहिँ सबैजनाको 20-20वटा घर पुगिसक्यो होइन त्यही भएर चाहिँ अब हामी घुम्न आएको अनि यहाँको ठाउँहरू चाहिँ एकदम राम्रो छ राम्रो लाग्यो अनि उ त्यहाँ आमा पनि हुनुहुन्छ हाई आमा हात हल्लाइदिनुहोस् राम्रो आएको छ हाम्रो क्लियालाई चाहिँ ठिकै लाग्यो है भाइ द वे ए हो वाइ क्लियाको घर यस्तै छ होला She grew up in very beautiful place त्यही भएर यो चाहिँ उसलाई ठिकै लाग्यो अरे चलो लेट्स गो बेबी जाने नै हो भने हिँडिहालौँ भन्नुहुन्छ उहाँहरू यता नि बाटो रहेछ यहाँ नि बाटो रहेछ कस्तो राम्रो मलाई यो ठाउँ कस्तो पिसफुल त्यस्तो राम्रो लाग्यो कि घरहरू छैन त तर भइ नै राम्रो लाग्यो आमाले हेरेको यसलाई चाहिँ तल्लो बेलगाडी भन्छ कस्तो यहाँतिर बाइक गाडीहरू सबै एकदम फास्ट हुँदो रहेछ हाई डगी डोन्ट बाइट अस आमा यतै हो बाई बाई यस्तो ए यो त यस्तो रहेछ ल हामीले नजाने निर्णय लिए भने ल यसो यहाँ बसौँ न यहाँ क्लियाले अघिदेखि भयो कि भयो गरिरहेछ हामी चाहिँ यहाँ बस्न मन लागिरहेछ कि यहाँ बास गाडीमा ओएमजी यो त यति अग्लो रहेछ कि जाने बेलामा हुन्छ क्या कति उकालो जाने बेलामा उकालो हजुर छैन होस्टेलको त कसैको पनि छैन टिटी मतलब होइन मलाई त टेबल टेनिस मात्रै थाहा छ
हामीले ऊ त्यहाँ हाम्रो अर्को साथीहरूलाई भेटायौँ मन साथीहरू सक्यो तपाईँहरूको ऊ त्यतातिर जानु त्यहाँ छ अरे ल यो हो रे घरबाट छिरेर यसरी आएको हो हामी चाहिँ यतापट्टि साइड यहाँ अहिले भर्खर आएर लिइसक्यो भने त हामीलाई दुईजनाले लिइसक्यो ऊ त्यो घरमा ऊ त्यो तल घरमा तल त जाने हो यहाँको त लिइसक्यो अरे के त्यहाँ त जान्छ Animal Rescue and Care Center. हामी चाहिँ यहाँ आइपुगेको हौँ ए त्यो पिङ्क कलरको त्यो कलर लगाएको बेन्चहरू यता रहेछ के त्यो फुलहरू पनि यतै होला त्यसो भए हेर्न क्युट पार्क जस्तो टाइपको ल क्लियाको बुढाले क्लियालाई बनाइदिएको है यो चाहिँ हेर वास्ता नआनी हेलो हाई मसँग चाहिँ यो चक्लेट छ अस्ति दिदीले ल्याउनु भएको चक्लेटहरू अलिकति पछि छ अघि उहीलाई दिनुभएको थियो कि दिएको थियो कि मनसाथीले खोल्नु त उयो कहाँबाट टिकटक चलिरहेको है मेरो त खोल्नु अनि फेरि अलिअलि खानु बाँच्नु गरिस् है लाउ खाऊ चक्लेट अलिअलि खाऊ है किरणलाई क्लियालाई नि राखिदेऊ खाएन तिमीहरूलाई दिएको पहिला हाय यहाँ अर्को डग पनि रहेछ अनि मसँग अर्को पनि छ खाने भई यो चाहिँ मेरो दिदीले ल्याउनु भएको हो ल वेलकम थ्याङ्क यू दिदी मलाई थ्याङ्क यू भन्न जान्दैन नि यिनीहरूले अघि हामी छिरेको बाटो आयो के यो चाहिँ हेर्नु न गाइस यो छाता उडाउन नआउने मान्छेहरूले किन छाता बोक्नु पर्यो हो यसले बोक्छ अब बोकिरहेको थियो त मैले अघि गाइस हामी चाहिँ अब गाडी कुर्दैछौँ होइन रोडमा गाडी नै आइपुगेको छैन हिजो भर्खर हामी सबैजनाले डोनट्सहरू किनेर लिएर आयो ब्राउनीहरू पर्खिँदैछ गफ चलिरहेको छ चन्दाले हायर गरेन तातो छ है पर है धेरै फुफु गरेर खा फुफु गरेर खाऊ है बेबी तातोलाई बिस्तारै खाऊ देउरे हातले देउरे हातले के ले खान्छ ए ऊ फेरि दाजु छ तातो छ है साबु बिस्तारै खाऊ आफै खाने अरे तातो छ है सिसन पनि तातो छ के ए खानु त यो अलि पोल्छ छोड्देऊ न त्यहाँ गरे सिसन नापै खाने तातो भएर अघि म तातो भयो के ऊ पनि गर्छ एउटा हातले मात्र खाऊ ल खाऊ ल खाऊ आम्मा पार ल आम्मा पार ल हो तातो तातो भयो तातो भयो
तातो सुमन मिठो छ मिठो भएछ भएन हो कसले पकाएको रे तातो भयो कसले पकाएको ए दिदीले खाऊ बिस्तारै खाऊ कुनी अनुहार हेर्दा त त्यस्तै देखिन्छ यो पनि माछा माया गरेर त्यत्रो पैसा थियो त मैले कति चाहिँ रक्सी खान्छु होला भन त मेरो आएर चाहिँ लिएर आउने हैन खाली रक्सी खाएर चढ्या खै तैले पैसा यहाँ राखेछ निकाल खाने मलाई नि का छ के होला तिलरी ए एक प्रोग्राम छ खाली खाली दिन्छ यार तुसँग पैसा छ होला नि दिएर का छ पैसा खाली पैसा मात्र भनेर बढी नभले तर माया गरेको सुहाउँदै माया गरेको पस्दैन खै दे पैसा दे छैन के पैसा खाली पैसा भन्नु जोडे कस राम्रो हुँदैन पछि मासेको कोराको तलाई थाहा छैन र अल्लाह दिदी हेर न दिदी यो बडे के गरेको यस्तो आफ्नो दिदीको श्रीमतीले हाल्ला लाज नमान्दैन तपाईले बिहान नै रक्सी खाएर These are my Bhadini. That's my Jechi Bauju. It's my Arko Bhadini. It's my Kanchi Bauju. तपाईको 3 बजे किन भएन होला तपाई बस्नु हो नि आज हाम्रो के मतलब भयो तर के काम छ र भन्न खोजेको हामीले त्यही सबैको घरमा गएर बाई भन्नु पर्ने पनि त्यति त हो नि एकछिन बसेर बाई भन्ने हो कि मतलब त हामी त 4 बजे मसिन राखिन्छौँ नि हिजो राखेर आज के भयो हो नि नहीं चार त नबजाउने त्यहाँ काम नगरी किन बस्नु भनेर हामी चाहिँ लिटिल टिबेटमा आएको आज पानी लाग्ने खानालाई दिस इज चिकन सुप दिस इज निरुसाले त हिजो त आमा के रे सक्दिन म गर्दिन भने सुनित दाइ हो यो एक्टिङ गरेर रोयो भनेको त जानु बित्तिकै आया म्यामले फेरि यसरी फेरि तिमीले आया आया गर्दै झाडु भुलिरहेको थियो नि त हेलो दिदी गाइज हामी चाहिँ चटपट खाना जानु लाग्यो तर हामीलाई थाहा छैन बाटो कता हो भनेर we're just wondering अनि बाटो कस्तो राम्रो छ कि ए यताबाट हो अरे सी आई told you we don't know the way we're just we're going wherever exploring yeah we are exploring त नि बेसान पनि सुकाइरहेछ अनि यस्तो छ डाँडाहरू अनि हिमाल पनि देखिरहेको छ ऊ त्यहाँ माथि चाहिँ शान्ति स्तूपा ए यता हिमाल छ यो कुन हिमाल हो दिदी अन्नपूर्ण खेली सो यो चाहिँ अन्नपूर्ण हिमाल हो यो कस्तो टाढा टाढा देखिरहेछ है भिडियोमा तर यहाँबाट कस्तो नजिक देखिरहेको कि ओह्रालो ठिक थियो यिनीहरूको भाउ चलाएर त्यो ओह्रालो पुरो आइपुगिरहेको हे यस्तो ठाउँमा आइपुग्यो हामी ल गाइज हामी त आइपुगिसकेको छौँ यो चाहिँ यो सानो पुल भयो कि अनि त्यहाँ तल बस्ने हो क्या साथीहरू त त्यहीँ छ क्या रहेछ कस्तो भित्र कता कताबाट कनेक्टेड क्या है अब हात दिनु पर्ने हो That's why I told you not to touch everything you see यहाँ चाहिँ चटपटीको लागि सुरु भइसक्यो ह्यान्ड वासिङ खै कसरी हो मालती देखा त सरी देखा न कसरी हो ह्यान्ड वासिङ यहाँबाट छानी बिक्री त धेरै पैसा हुन्छ कति पो मनपर्छ कि मलाई त लास्टै वाला
निलो निलो अनि यस्तरी त नि अलिक गुलियो गुलियो हुन्छ है केको काँचो भन्नाले दुईजना साथीहरू चाहिँ बल्ल आउँदैछ खोला तरिरहेको यिनीहरू खोला तरि किन भोगेको आज दिदीहरू जान्छन् भनेर हेर्नु त्यस्तै डरा त्यस्तो गरेपछि अनि उसले पिट्छ र त्यसै आऊ माथि आऊ यसको आँखा आउँछ रहेछ भाइ कहाँ गएको साडीभित्र खाएर हिँडेको खान्छ चाहिँ लिएर जानु भयो कि जानु भएन भनेर खानेकुरा नि खोल्नु छोडेर हिँड्नु ल बुवा आज हाम्रो लास्ट हो हजुर राम्रोसँग बस्नु औषधिहरू तपाईँको औषधि खाँदै हुनुहुन्छ कि हुन्न रे हजुर आँखाको मात्रै हो क्या मेरो राम्रो बस्छ है हस् ल लागि बाई 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 पछि नै हिँड्दै गरेको खिच्दिने रे Okay, goodbye. अब हामी लाग्यौँ माथि हाम्रो गाडी आइसक्यो हामी चाहिँ अब हिँडेको लास्ट दिन आज अब हामी आउँदैनौँ फर्किएर लक्ष्मी दिदी ए लक्ष्मी दिदी बाई बाई उहाँको दिनचर्या यसरी नै बित्छ बाई 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 अरू कन्टी हुन्छ कि नै त भनिदिनु है यसलाई फेरि छोइहाल्न पर्छ झर्न नसकेर हेर्नु नि झर्न नसकेर ठसठस गरेर ल म झारिदिन्छु किन चढेको त नि अनि बाई 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 हो यता हेरेर गर न थ्याङ्क यू बाई बाई हजुर दिस इज आवर bus and that guy literally said to blur his face, which is fair enough. मैले नसोधिकन गरेँ तर why? लास्ट भनेर होला